प्लान्ट पहिलो फुल्छ नि बट त्यो त स्प्यारो हो नि यो ट्री स्प्यारो के अरे युरेसियन ट्री स्प्यारो भन्छ यसलाई Maple the red one is very expensive अरे नि त यो चाहिँ ग्रीन one चाहिँ अलिकति सस्तै रहेछ नि त ल हिँड म्याडम मिसेस चाहिँ एक्सप्लोरिङ फ्लावर चाहिँ अहिले जाने बेलामा कुन मागेर लाने हो अब lots of sparrowsहरु रहेछ यहाँनिर you can see there also birdsहरु पनि त पुरै रहेछ नि त इभी त उ माथि पुगेछु So this is my brother's homestay at Tamakosi. मिरिकदेखि चाहिँ निकै तल steep road रहेछ but difficult road or bad road leads to a beautiful destination भन्छ नि This homestay is very nice and I'm literally in love with it. Even my wife. छोरालाई मन पर्यो? You loved it? मन पर्यो? पक्का मन पर्यो? साच्चै मन पर्यो? यहाँ हेर्नुस् याम्बो. What have did this? No. ऐसा नहीं होता है. इसको चाहिँ दिन्छु भन्नुभएको छ नि त मलाई The village homestay. ल म्याडमले चाहिँ अब फुल चोर्नु आँटिसके मैले साह्रै दाउ पर्यो भने चाहिँ चोर्छ है फुल मौरी त मेरो मौरी कहाँ हो बिजोदाको अघि देखेको मैले गरम चाहिँ गरम है For that you need to pot it on a big pot नि त अन्त सुरु गरे आमा छोराले अब डेलिया हेर न सानो बढी त्यो त अघि त्यहाँ व्हाइट चाहिँ थिएन है अर्को दुईटा कलर त लिएँ नि मैले ल लेट्स पेगी ल अब मामसाम खाएर लाग्नुपर्छ अब